हेलो नमस्ते सबैजनालाई। आज हामी 4 जनाको लागि मैले लोकल कुखुराको मासु बनाउँदैछु है त। यसको रेसिपी तपाईहरुसँग शेयर गर्छु। तपाईहरुले कुन स्टाइलले बनाउनुहुन्छ भन्नु है त। यसका लागि मैले अदुवा, लसुन, गरम मसला सब पेस्टहरु रेडी पारे एकतिर, अनि यता तेल तताए। त्यसमा चाहिँ मैले दुईटा मिडियम साइजको प्याजलाई हल्का रातो हुने गरी भुने। त्यसपछि मैले उता धोएर राखेको मासुलाई पनि त्यसमा छोडिदिएँ। यसलाई चाहिँ रातो हुनेसम्म मजाले परपरती भुट्ने। यो पनि अझै भएन, अब बल्ल लगायो। यतिको कलर भएपछि यसमा चाहिँ मैले अहिले पिसेर राखेको जति पनि पेस्ट छ नि त्यो चाहिँ यसमा राखिदिने। अनि त्यसपछि पनि यसलाई अलि बेरसम्म मजाले चलाइरहने, भुटिरहने जबसम्म यसको तेल बाहिर निस्किँदैन तबसम्म यसलाई चाहिँ मजाले भुट्ने। अनि त्यसमा आवश्यकता अनुसार नुन राख्ने, बेसार राख्ने। यति मैले धुलो खुर्सानी पनि राखेको छु। यो चाहिँ पिरो हुँदैन है, कलरको लागि मात्र राखेको। त्यसपछि यतिको भइसकेपछि ल कति राम्रो देखिएछ है, त्यसै खाउँ लागेको छ है। अनि त्यसपछि यसलाई भुटिरहने मजाले। जब यसले ओइल छोड्छ अनि त्यसपछि चाहिँ यसलाई फेरि हामीले यता तातो पानी राखेर यसलाई सिटी लगाइदिने है त। सिटी लगाइदिएपछि त्यसपछि मैले चाहिँ यसमा सिटी 8-10 सिटी जति लगाएँ है। त्यसपछि लगाएन, यस्तो राम्रो कलर भएको थियो नि, यति मिठो भएको थियो नि। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई।